सामान्य कुरा होइन। यहाँ शहीदकी आमा छिन्, ध्यान दिनु होला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेको छ शहीदकी आमा, सामान्य कुरा होइन। देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईँलाई सुनाउँदैछु। तपाईँलाई विचलित बनाउन, तपाईँलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरू बिच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाईँहरू हेर्नुहुन्छ होला नि। समाचारभित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिले। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गलत गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि धेरै मत आएको छ, लाखौँ भोट छ नि जसले हामीलाई भोट दिएन। अन्य विभिन्न नेताहरू छन्, प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। फरक यति हो कि हामी कति बलियो छौँ। आफू बलियो हुनुपर्छ, अरूलाई दोष लगाएर अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल, यस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। कसैको चाल होइन।